नमस्कार। आजको यो भिडियोमा तपाईलाई म आफ्नो हराएको अथवा चोरी भएको डिभाइसहरुबाट आफ्नो जीमेल एकाउन्ट अथवा भनौं गुगल एकाउन्ट कसरी साइन आउट गराउने भन्ने विषयमा जानकारी गराउँदै छु। त्यसका लागि तपाईले अरु कुनै पनि डिभाइसबाट आफ्नो हराएको डिभाइसमा भएको गुगल एकाउन्टलाई साइन इन गर्नुपर्ने हुन्छ। कुन डिभाइसबाट साइन आउट गराउनु पर्ने हो हामीले म्यानेज सेटिङमा गएर त्यो डिभाइसहरु साइन आउट गराउन सक्छौं। यसका लागि हामी अब म्यानेज सेटिङमा जाने छौं र म्यानेज सेटिङमा गइसकेपछि सेक्युरिटी ट्याब अन्तर्गत यो डिभाइसेस मा गएर यो मध्ये अब आफ्ना हराएका डिभाइस कुन हो अथवा कुन डिभाइस आफ्नो एक्सेसमा छैन त्यो डिभाइसहरुबाट चाहिँ यो डिभाइसहरुको साइडमा रहेको 3 डटेड म्याट्रिक्स हुन्छ। त्यो 3 डटेड म्याट्रिक्समा गएर साइन आउट गर्न सक्छौं र यसले कन्फर्मेसनको लागि मेसेज सोधेको छ र यसलाई साइन आउट गराइसकेपछि अब त्यो आफ्ना हराएका डिभाइसहरुबाट आफ्नो गुगल एकाउन्टलाई सजिलैसँग साइन आउट गराएर आफ्ना डाटाहरु सेभ गर्न सकिन्छ। अहिलेसम्म यो भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।